गुड मर्निङ गाइस, हामीसँग उठिसक्यो है। यहाँ लामा बगानको भ्यू छ यस्तो रहेछ, मर्निङ भ्यू। अनि बिहान बिहान झर्ना हो। अब फ्रेस हुन्छौँ अनि फेरि निस्किने। गुड मर्निङ। सो बिहान बिहानहरू ट्राभल गरिरहेको रहेछ। एउटा बाइक गएको देख्यो है। अनि मर्निङ भ्यू, यता पनि ठुलो ठुलो डाँडा, यता पनि ठुलो ठुलो डाँडा। सो केटाहरू चाहिँ आज सुतिरहेको छ। हो हो भने गदारा खिच्नु हो भने यसरी खिच्नु त गाइस, हामी चाहिँ निस्केको है। केटाहरू निस्किँदैछ यहाँबाट। अनि साझा निस्किसक्यो, रेडी। साङ्गे एकदम साङ्गे पनि रेडी भइसक्यो। हामी निस्केको अब होमस्टेको अगाडि ठ्याक्क झर्ना छ। यसरी निस्केको जम्मै के भयो हेर्ने। अब निस्केको गाइस। अब यहाँबाट चाहिँ कति टाइम लाग्छ भने 1 बजे 1 साढे 1 बजीतिर पुग्छ भन्दै थियो। 2 घन्टाको अफ रोड राइड अझै। अनि त्यस पछाडि अब 3 घन्टा जस्तो हिँड्नुपर्छ भन्दै थियो। अब हेरौँ। सो गाइस, हेर्नु सक्नुहुन्छ नजारा, वाटरफल। अब यो बाटो हुँदै जाने हो अरे। खुसीले नाचिरहेछ बा, यति नै खुसी। अब केटाले निकाल्नु नसकेको। अब हिँडेको सँगै मुत्रु गरेको बाँचेको होइन पलमान मान्छेले छ बढ्दैछ यहाँ। यो मान्छेले चलो चलो। गाइस, हामी चाहिँ झर्ना। अनि यहाँ देख्न सक्नुहुन्छ टनेल, सुरुङ। नमजा नमजा नमजा। त्यो झर्नै झर्ना रे, पानी पानी झरिरहेको छ यार है। सुरुङ गाई, सुरुङभित्र पानी झर्ना, पानी झरिरहेको छ भित्रै। कस्तो चिसो हौ। एक्लै आयो भने त धेरै डर लाग्दो रहेछ गाइस। ग्रुपमा आउँदा ठिक हुने। अनि अफ रोड, टु मच अफ रोड।
बाहिर निस्क्यो टु मच लामो यार अझै लामो त होइन नि हो त्यहाँदेखि त यहाँसम्म त नि सम्ममा तर कति लामो आयो उहाँदेखि आएको टु मच लामो रहेछ अब बाटो यस्तो हालै दुख्यो मलाई त अप्ठ्यारो धेरै गाह्रो यहाँबाट त गयो भने त गयो खोलाले बगाउँछ मेरो जुत्ता यहाँ अप्ठ्यारो रहेछ सो गाइस भेरी डेन्जरस बाटोमा झर्ना टु मच ओह्रालो वान मिस गेम फिनिस भन्ने टाइपको खालको छ बाटो वाउ खरानी खोल्सी खरानी बोल्छु बुल हप्ता हेल यहाँ यस्तो दामी के तल अन्डर पासमा भएर रहेछ यहाँबाट तपाईँहरू यहाँ आउनुभयो भने एडभेन्चर बाइक लिएर आउनु सक्नुहुन्छ गाह्रो छ अनि बी केयरफुल भएर आउनु होला बाटो डेन्जर छ काम पनि भइरहेको छ यहाँ देख्न सक्नुहुन्छ चेन हालेको उँभो रहेछ चेन पो हालेको काम भइरहेको छ अनि वन मिस गेम फिनिस वाला ठाउँ ये देखो भाई नजारा क्या खूबसूरत है वन मिस गेम फिनिस वाला लोकेशन है भयो त्यो ट्र्याक आउनु आँटेको नि त हामीलाई ओ माय गॉड ये क्या भाई ये क्या आमाम यो बाटोभरि यो झर्ना रहेछ ये क्या झर्ना रेनकोट लगाएर ठिक भएछ आमा हिजो हौ सल्टी चिसोले कस्तो मजाले हेर्ने गाइस हेर्नु सक्नुहुन्छ झर्ना अनि माथि ओ माय गॉड डेन्जर छ बाटो यार बेटे दिल बाहर निकल रहा है बोकेको अवस्थामा यहाँबाट यस्तो हालत रहेछ पहिरो गएको रहेछ है पानी पटेर आएको हो कि हुनसक्छ हामी चाहिँ आधी बाटो आइपुग्यो है अनि उहाँ दाइले गाडीमा ल्याइदिनु भएको थियो अलिकतिसम्म अब यहाँबाट चाहिँ रहेनछ है पार्किङ यहाँ बाटो थियो अरे खोलाले बगाएछ अब यस्तो सानो छ अब यसरी जाने ठुलो खोला छ ठुलो खोला छ यता माथि बाइक राखेर आएछ अब अझै 3 जना आउँदैछ त्यता ढिलो आयो त है ढिलो आयो क्या गाइस हामी चाहिँ लुगा चेन्ज गरेर सबै हिँड्न थालिसक्यो ऊ केटाहरू अगाडि हिँड्दैछ हामी चाहिँ हिँड्दैछौँ गयो बाटो त बाटो रहेछ तर पछाडिपट्टि चाहिँ अलि खोलाले पुल भत्काएको भएर चाहिँ हामी चाहिँ बाइक चाहिँ पार्क गरेर हिँडेको अनि प्लस एउटा पुरानो बाइक थियो पल्सर अलि क्लच गियर गएर होला तानिरहेको थिएन त्यही कारणले हामी चाहिँ हिँडिरहेको छौँ उयोहरू भ्यूहरू हेर्न सक्नुहुन्छ यस्तो दिस इज नेपाल सबैजना वकिङ टु मच हिलो है टु मच हिलो छ अनि यसरी हिँड्ने हो हिलोको बाटो मैले त चप्पल लगाएको भएर ठिक भयो केटाहरूको त
जुत्ताको हालत बिजोड जुत्ताको हालत यस्तो छ होकाको हालत हिलोले अब यिनी टुई टुई पारेर अलिकति मिहिनेत त गर्नु पर्यो दुःख गर्नु पर्यो गर्छ केटाहरू अगाडि हिँड्दैछ अघि पछि गर्दै त्यही हो सिन हेर्ने यसरी हिँड्ने हो गाइस यता रहेछ बाटो खोला यता कस्तो छ है केटाहरू थकानमा छ सो खोलै खोला काठको पुल लुक एट केटालाई खाँदैछ बिस्कुट यहाँ हामीलाई सुनको केटा पायो अब यो खानु गइरहेको छु यो त हाम्रो एनर्जी एनर्जी कुन बिस्कुट भन्नु देखा न यो चाहिँ 900 बिस्कुट भन्छ यो चाहिँ चाइनाबाट यहाँ इम्पोर्ट हुन्छ अनि यो अब प्याकेटको त अब काठमाडौँ त्यस्तो लाग्छ 300 पर्छ होला त्यो चाइनाबाट किनेको 140 रुपियाँ अब यसलाई त्यस्तो जादु गर्छ हामी त्यो सुनको इँटा बनाउने हो त्यहाँदेखि गाइस देख्न सक्नुहुन्छ बाटो यस्तो छ केटाहरू आउँदैछ उताबाट है भिरको बाटो अब पानी पर्नेको सङ्केत छ यहाँ चाहिँ 2 बजीतिर अनिवार्य नै पानी पर्छ भनिरहेको थियो अब पानी पर्छ कि माथि माथि जाँदै पनि चिसो चिसो हुँदै आउँदैछ पुरा चिसो छ यता साङ्गे कस्तो भएछ एकदम राम्रो गएछ अलिअलि अलिअलि हल्का केटाहरू आउँदैछ पुल यस्तो छ गाइस खोलाको पुल खोला अब हामी लेप्ची पुग्न आँट्यो गाइस लगभग फाइनली पुग्न आँट्यो कस्तो भइरहेछ कस्तो भइरहेछ हाई लाग्न आँटेको भाइ त लागेको छैन मलाई अब लगभग धेरै छैन हामी पुग्न आँट्यो खोला तरेसक्यो भ्यू यस्तो छ यस छानाधर चाहिँ है चेल्सीको उसको पैसा देखिसक्यो अब पुग्न आँट्यो खासै उकालो बाटो अनि अप्ठ्यारो बाटो चाहिँ रहेनछ उकालो बाटो अप्ठ्यारो बाटो रहेनछ ठिकैको तर हिँड्दा चाहिँ हाइटले गर्दा नि हल्का सास फुल्ने ल हामी चाहिँ लगभग पुगेको भन्दा नि भयो यो डाँडा चाहिँ लच्छी डाँडा हो अनि मेला रोपको मेला रोप ध्यान बस्नु भएको मेला रोप क्याम्प यही पहाडमा छ सो लगभग फाइनली पुग्न आँट्यो सो हरियाली छ है उताको बाटो छ होइन गाइस त्यहाँ बाटो बनाउँदा रहेछ त्यही कारणले अर्को यो तलपट्टि काठको पुलबाट तरेर आउनुपर्छ अनि हेर्नु सक्नुहुन्छ हरियाली फुलै फुल फलेको छ पानी आयो भिरबौरी कति घुमिरह होला यतातिर अनि बाटोमा चाहिँ हिलो छ जुत्ता भन्दा चाहिँ
चप्पल किटो स्यान्डलहरू लगाएको राम्रो। सो गाइस देख्न सक्नुहुन्छ अब चाहिँ जङ्गल अलिकति छ बाँकी। आधे हामी केटाहरू अगाडि गइसक्यो, हामी 4 जना चाहिँ पछाडि। सो अलिकति बाँकी छ। सो नाइस जङ्गल, सबै धुप्पी साङ भन्छ है, यो सबै साङ हो धुप्पी। एकदम पवित्र ठाउँ, यो राम्रो ठाउँमा पवित्र ठाउँमा मात्रै फलिन्छ यो साङहरू। त्यही कारणले एकदम साङको सबै सँगै रहेछ। यो चेरुसी है, अनि यो रिस नि, यो छानादुर्जे, अनि यसको उतापट्टि भएको झम्बेया चेरुसी हो। हिजो हामी चाहिँ अब आइपुग्न लाग्यो है, देख्न सक्नुहुन्छ तल्लोबाट आएको। अनि बाटो यस्तो छ, छानादुर्जे चेरुसी अनि झम्बेयाको भ्यू भन्छ है। एकदम मान्यता किम्बदन्ती अनुसार एकदम ब्लेसिङ भएको मेलारेपा भगवान् यहीँ तपस्या बस्नु भएर बुद्ध प्राप्त गर्नुभएको। अनि यहीँबाट उहाँ चाहिँ बुद्ध प्राप्त भइसके पछाडि यहाँबाट चाहिँ आकाशमा उड्नु भएको थियो। सो देख्न सक्नुहुन्छ हामी भोलि चाहिँ त्यहाँ माथि जाने हो, अनि दर्शन गरिन्छ। सकेसम्म यहाँ चाहिँ 8वटा किम्बदन्ती अनुसारले 8वटा दर्शन गर्ने ठाउँ छ। अनि यहाँ दर्शन गर्नु भनेको एकदम भाग्यमानी हो है। बाटो ठिकै छ, अलि तीर्थयात्रा गर्न कठिन सहनै पर्छ होइन। त्यही कारणले रिस्पेक्टका साथ म चाहिँ तल काठको पुलदेखि एकदम मान्नुपर्छ भगवान्लाई होइन। मैले त रिस्पेक्टका साथ खाली खुट्टा होइन छु अहिले यो छ। हजुरहरूले देख्न सक्नुहुन्छ खास भनी नाम चाहिँ ल्याची होइन, लाची भन्छ, लाची हो नाम। अब नाम भन्दा मान्छेहरूले ल्याची भने होइन, खास यहाँको खास नाम चाहिँ लाची हो, लाची। त्यही कारणले लाची भन्नु होला। फाइनली गाइस हामी लाची आइपुग्यो है। यही हो, यहाँ गुम्बा रहेछ, काम गर्दो रहेछ। अनि केटाहरू हाम्रो चाङबा साथी अगाडि नै आइसकेको रहेछ, यहाँ काम हुँदैछ। अब हेरौँ के हुन्छ, ठाउँ बस्छ के हुन्छ होइन। पानी पनि परिरहेको छ, माथि पनि गुम्बा छ, माथि नै गुम्बा छ अनि हामी छ। अब के हुन्छ हेरौँ। फाइनली हामी चाहिँ लाची आइपुग्यो। अनि देख्न सक्नुहुन्छ यसै गुम्बा हो है।
अनि माथि नै गुम्बा छ। यहीँ माथि हो मेलारेपा अनि त्यहाँ बस्नु भएको ठाउँ यही हो। एकदम पवित्र ठाउँ हो। अनि यहाँ हुनुहुन्छ छेनादुजी अनि बादलले छेकेको छ उहाँ हुनुहुन्छ उता हुनुहुन्छ यहाँ अनि यता हुनुहुन्छ चेरिसी लामा छैन टेन्सन छ बेलामा छैन। अब भोलिको यात्रा आज यहीँ बस यतिकै रेस्ट गर्ने अनि भोलिको यात्रा चाहिँ माथिसम्म हुन्छ। अनि आज हामी माथि लच्छी गाउँमा गएर सोध्छौँ बस्ने ठाउँ त्यहाँ बस्नु। अनि केटाहरू माथि दर्शन गरिरहेछ। त्यो भनेको एकदम पवित्र ठाउँ हो। जस्तो इन्डियामा बुद्धगया ध्यान बसेर बुद्ध हुनुभएको जस्तै यहाँ पनि मेलारेपा ध्यान बस्नु भएर बुद्धको ज्ञान प्राप्त गर्नुभएको है। अनि लास्टमा चाहिँ यता डाँडाको त्यो साइडमा देख्नु भएको छ होला डाँडाको टुप्पी हो। यहाँबाट चाहिँ मेलारेपा आकाशमा उड्नु भएको हो। अनि जस इतिहासमा पनि छ। अनि कैलाश पर्वत पनि चढ्नु भएको उहाँ नै हो मेलारेपा। सो हामी चाहिँ लच्छी गाउँ आइपुग्यो है। देख्न सक्नुहुन्छ घर। अनि गाउँको बाइक के को बाइक उयो हौ के भन्छ बिहार देख्न सक्नुहुन्छ बिहार। अब हामी चाहिँ उतापट्टिको उसमा बसेछौँ गेस्ट हाउस होटलमा। त्यहाँ चाहिँ ठाउँ छ भन्दै थियो ठिक्कैको ठाउँ छ। अनि देख्न सक्नुहुन्छ यो चाहिँ ऊ हो भोजपत्र भन्ने। पहिला यसकै कागज बनाउँथ्यो अनि लेख्ने बनाउँथ्यो। देख्न सक्नुहुन्छ उम्बानी फिल्ममा यहाँ पनि ठाउँ रहेछ है। सबै सबैजना यस्तो राम्रो ठाउँ तीर्थयात्रा। हामी चाहिँ प्रवेश भयो। यसै ठाउँ रहेछ। खुट्टाइ दुख्यो यार खुट्टाइ दुख्यो। बस्नु ठाउँ पर्छ। यहाँ चाहिँ टेन्ट रहेछ है गाइस दुईवटा टेन्ट। अब यसमा बसिन्छ। लच्छी यो चाहिँ लच्छी गाउँ हो देख्न सक्नुहुन्छ। गाइस हामीले चाहिँ खाना खाइसक्यो। केटाहरू यहाँ छलफल गरिरहेको छ भोलिको लागि। एकजना गइसक्यो। दाल भात 24 मजाले खायो 24 आवर खायो। अब टेन्टमा जाने पेन्टमा दाजुहरू चाहिँ खाना खाँदै हुनुहुन्छ। भोलि छिन्टुक भन्नु पर्ला यार बेलुका हौ बिहान पनि फाट्दै हुन्छ नि। चिसो लाएर केही नदेख्ने रहेछ। हामी चाहिँ तलको लम्बागार होइन माथिको लम्बागारबाट चाहिँ 10:40बाट हिँडेको। अनि कति बजी आइपुगेको थियो हामी 2:15मा। त्यही त त्यो माथिको लम्बागार हो क्या त्यो यस्तो बनाउन जुदा छ। तलको लाममा जहाँ हामी बस्यो नि त्यहाँबाट 2 घन्टा बाइकमा ड्राइभ गरेर माथि आयो जहाँसम्म रोड छ त्यहाँसम्म। अनि त्यहाँदेखि 10:40मा हिँडेपछि यहाँ 2:15 भनेपछि त्यस्तै हामीलाई 2 घन्टा आधा जस्तो लाग्यो।
नर्मली हिँडेको बिस्तारै हिँड्दैन त्यति लाग्यो जस हामी त्यति रस गरेर चाहिँ हिँडेन आरामले हिँड्यो अनि 2:40 मा आइपुग्यो होइन कति यहाँ 2:15 मा आइपुग्यो अनि त्यसपछि अब यताउता रेस्ट गरेर आराम गर्यो केटाहरू सुत्यो खाजा खायो अनि त्यही हो त्यही कारणले अब अलिअलि एडभेन्चर पनि राम्रै भयो गाह्रो रहेछ अनि बाटोहरू अप्ठ्यारो रहेछ धेरै र अफरोड त टु मच रहेछ सकेसम्म चाहिँ चप्पल लगाएको बेस्ट चप्पलमा नि किटो लगाएको राम्रो यस्तो वाला है अनि जुत्ता चाहिँ खतमै हुँदो रहेछ सक्यो भने गम्बुट बेस्ट हो है अनि ठिकै छ अरूसँग बाटो चाहिँ राम्रै छ तर जङ्गल छिरिसके पछाडि चाहिँ उकालो उकालो सुरु हुँदो रहेछ त्यस्तो खासै उकालो पनि छैन थिएन त्यो खोला खोला छ नि खोलाबाट यता चाहिँ अलिक उठाएर उकालो थियो नि त सर्टकट त्यो त राम्रो थियो फेरि अनि ठिकै थियो अब पछिमा चाहिँ हुन्छ बनाउने जस्तो प्लान छ होइन त्यही त अहिले चाहिँ टेन्टहरू रहेछ है अब यहीँको बासिन्दाले व्यवस्था गरेको अनि अब त्यही हो अब सबैजनालाई दर्शन गर्नु होला भोलि चाहिँ अब तीर्थयात्रा गर्छु मैले दिनभरि भोलिको छुट्टै ब्लग हुन्छ सबैजनाले माया गरिदिनु सब्सक्राइब गरिदिनु सेयर गरिदिनु लाइक गरिदिनु माया गरिदिनु होला त्यही भन्न चाहन्छु ल आजलाई